साथीहरू आज लेबर टर्नओभर रेट को सम्बन्धमा लेबर टर्नओभर रेट निकाल्न क्याल्कुलेसन गर्न सहयोग पुर्याउने यो सामग्री लिएर म उपस्थित भएको छु। आज हामी लेबर टर्नओभर रेट निकाल्ने तीनटा तरिकाहरू, एउटा सेपरेसन मेथड, रिप्लेसमेन्ट मेथड र फ्लस्क मेथड को बारेमा चर्चा गर्छौं। अब सर्वप्रथम लेबर टर्नओभर भनेको के हो, यसमा सामान्य जानकारी प्राप्त गरौं। लेबर टर्नओभर भन्नाले स्पेसिफिक पिरियडमा त्यो अर्गनाइजेसनमा कति व्यक्तिहरू, कति इम्प्लोइहरू आउँछन् र कति जान्छन्, कुन दरले चाहिँ आउने जाने गर्छन्, त्यो रेटलाई हामीले लेबर टर्नओभर रेट भनेर भन्छौं। रेट अफ चेन्ज अफ लेबर in the organization during a specific period is labor turnover rate in such period. त्यो स्पेसिफिक पिरियडमा कति लेबर आउँछन्, कति जान्छन्, कुन रेटमा, जस्तै 100 जना एभरेज वर्कर छन्, त्यो समयमा 10 जनाले छोडेर गए भने त्यो जाने दर चाहिँ 10% भयो। 20 जना आए, आउने दर 20% भयो हैन, आउने जाने दुईटैलाई कन्सिडर गर्ने भने 30% भयो। यो रेटलाई हामीले लेबर टर्नओभर रेट भन्छौं। अब लेबर टर्नओभर कसरी क्याल्कुलेसन गर्ने, यसमा तीनवटा मेथड छ। एउटा सेपरेसन मेथड, अर्को रिप्लेसमेन्ट मेथड र अर्को फ्लस्क मेथड। तीनटा मेथडले लेबर टर्नओभर रेट हामीले क्याल्कुलेसन गर्न सक्छौं। अब सेपरेसन मेथडमा चाहिँ हामीले अर्गनाइजेसन छोडेर जाने अथवा अर्गनाइजेसनबाट चाहिँ फायर गरिएका, अर्गनाइजेसनबाट निकालिएका, आफू खुसी अथवा अर्गनाइजेसन निकालेका, त्यसको संख्यालाई मात्रै कन्सिडर गर्छौं। यसमा सेपरेसन मेथडमा जसले अर्गनाइजेसन छोडे, वी कन्सिडर द नम्बर अफ वर्कर हु लेफ्ट अर फायर्ड अर डिस्चार्ज, भनेको मतलब आउटगोइङलाई हामीले कन्सिडर गर्छौं। रिप्लेसमेन्ट मेथडमा चाहिँ हामीले अर्गनाइजेसनमा कति व्यक्तिहरू आए, कति एडमिट भए भन्ने कुरालाई मात्रै कन्सिडर गर्छौं। र फ्लस्क मेथडमा चाहिँ इन्कमिङ र आउटगोइङ दुईटैलाई चाहिँ हामीले कन्सिडर गर्छौं। अब क्याल्कुलेसन गर्ने फर्मुला हेरौं। सेपरेसन मेथडबाट हामीले लेबर टर्नओभर रेट निकाल्दा नम्बर अफ आउटगोइङ लेबरलाई माथि राख्छौं, एभरेज वर्करलाई तल राख्छौं र 100 ले मल्टिप्लिकेसन गर्छौं। यसमा हामीले कति आएसँग हामीलाई मतलब हुँदैन, कतिले अर्गनाइजेसन छोडे त्योसँग मात्रै मतलब हुन्छ। त्यस्तै रिप्लेसमेन्ट मेथडमा कति जना अर्गनाइजेसनमा आए त्योसँग मात्रै कन्सिडर हुन्छ, कति जना गए भन्नेसँग कन्सिडर हुँदैन। यसमा ध्यान चाहिँ के दिनुपर्छ भन्दा अर्गनाइजेसनमा वर्करहरू आउँदाखेरि पनि एक्सपान्सन प्लान अन्तर्गत आएका छन् भने त्यसलाई चाहिँ हामीले कन्सिडर गर्नु हुँदैन। जस्तै उदाहरणको लागि 20 जनालाई चाहिँ हामीले एडमिट गर्यौं, तर 15 जना चाहिँ नयाँ युनिट खोल्नको लागि एक्सपान्सन प्लान अन्तर्गत आएका छन् भने खासमा हामीले रिप्लेसमेन्टमा 20 जना भर्ना गरेको मध्ये एक्सपान्सन प्लानको 15 जना घटाएर जम्मा 5 जनालाई मात्रै कन्सिडर गर्नुपर्ने हुन्छ। यो चाहिँ ध्यान दिनुपर्ने कुरा हो। र अर्को फ्लस्क मेथडमा आउने जाने दुईटै लेबरलाई चाहिँ हामीले माथि राख्छौं, एभरेज वर्करलाई तल राख्छौं र 100% ले मल्टिप्लिकेसन गरेपछि फ्लस्क मेथड अनुसार लेबर टर्नओभर रेट निस्किन्छ। त्यस्तै एउटा इक्जाम्पल हेरौं। जस्तै एभरेज नम्बर अफ वर्कर इन एन अर्गनाइजेसन इज 500 ड्युरिङ द पिरियड 100 लेबर्स लेफ्ट, 20 आर डिस्चार्ज एन्ड 150 जोइन द अर्गनाइजेसन भन्ने छ कन्डिसन। यसमा लेबर टर्नओभर रेट हामीले क्याल्कुलेसन गरौं। सेपरेसन मेथडबाट क्याल्कुलेसन गर्दा जति जनाले अर्गनाइजेसन छोडेर गए त्यसलाई मात्रै हामीले कन्सिडरेसन गर्नुपर्ने हुन्छ। त्यसैले माथि हामीले लेख्छौं 100 + 20, किनभने 100 लेफ्ट एन्ड 20 आर डिस्चार्ज। 20 लाई चाहिँ अर्गनाइजेसन आफैले निकालेको, 100 चाहिँ आफै निस्के, भनेको मतलब टोटल 120 ले अर्गनाइजेसन छोडे। 500 आउट अफ 500 इन्टु 100%, 24% चाहिँ लेबर टर्नओभर रेट भयो। रिप्लेसमेन्ट मेथड अनुसार क्याल्कुलेसन गर्ने हो भने जति जनाले अर्गनाइजेसन जोइन गरेका छन् 150 डिभाइड बाइ एभरेज वर्कर्स 500 इन्टु 100%, 30% चाहिँ लेबर टर्नओभर रेट निस्किन्छ। र फ्लस्क मेथडबाट गर्दाखेरि दुईटै इन्कमिङ र आउटगोइङ दुईटै इम्प्लोइलाई माथि राख्ने
एभरेजलाई तल राख्ने इन्टु 100% गरेर यो निस्किन्छ। यदि हामीलाई सेपरेसन मेथडबाट टर्नओभर रेट थाहा छ, रिप्लेसमेन्ट मेथडबाट टर्नओभर रेट थाहा छ भने यो फर्मुला नलाइकन क्याल्कुलेसन नगरिकन हामीले यो दुईटालाई जोड्यौं भने पनि फ्लस्क मेथड अनुसार लेबर टर्नओभर निस्किन्छ। कहिलेकाहीँ के ट्रिकी क्वेसन कस्तो खालको सोधिन्छ भन्दा एबनर्मल सिचुएसनमा यति एडमिट गरेको अथवा यतिले लेफ्ट गरेको अर्गनाइजेसन भन्ने कुरा आउँछ। एबनर्मल सिचुएसनमा कम्पनी छोड्ने अथवा एबनर्मल सिचुएसनमा कम्पनीमा जोइन गर्नेलाई हामीले टर्नओभरमा क्याल्कुलेसन गर्नु हुँदैन। यो कुरा भयो। अब अर्को कुरा, एनुअल इक्विभ्यालेन्ट लेबर टर्नओभर रेट निकाल्ने क्वेसन पनि आउँछ। एनुअल इक्विभ्यालेन्ट लेबर टर्नओभर निकाल्नको लागि चाहिँ के गर्नुपर्छ भन्दा जुन माथि तीनटा मेथड मध्ये कुनै मेथडबाट एन्सर जुन आएको हुन्छ, लेबर टर्नओभर रेट जति आएको हुन्छ त्यसलाई डेज इन इयरमा 365 दिन हुन्छ, कहिलेकाहीँ 360 दिन पनि सक्छ, त्यसलाई माथि राख्ने र त्यो पिरियड जस्तै 1 महिनाको अथवा 2 महिनाको कति हो त्यो पिरियडलाई तल राख्ने। भनेको मतलब यदि लेबर टर्नओभर रेट 5% निस्किया छ, त्यो चाहिँ 1 महिनाको लेबर टर्नओभर छ भने 5 इन्टु 365 डिभाइड बाई 30 अथवा 5 इन्टु 12/1 गरेर मन्थमा त्यो हिसाबले पनि हामीले एनुअल इक्विभ्यालेन्ट टर्नओभर रेट निकाल्न सक्छौं। यहाँ उदाहरण पनि दिएको छु। फर एक्जाम्पल, इन 30 days period turnover rate is 5%, then annual equivalent turnover rate will be 5 into 365 divided by 30, 60.833% हुन्छ। यो भयो। ल, आजको भिडियोमा यति नै। र यस्तै खालको भिडियोहरू तपाईहरु हेर्न चाहनुहुन्छ भने यस्तै इन्फर्मेसनल अथवा एजुकेसनल टाइपको भिडियोहरू हेर्न मन तपाईहरुलाई पर्छ भनेदेखि मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र यसलाई प्रमोट गर्न सहयोग गरिदिनु होला। धन्यवाद।